भन्दाखेरि अब यो टीआर भनेको कुल आय हो, टोटल रेभेन्यू हो। यो भनेको चाहिँ हामीले के गरेर पाउँछौँ भन्दाखेरि यो क्यू छ दिएको हामीलाई, यो क्यू अथवा एआर, यो एआर इन्टु क्यू गऱ्यौँ भने हामी यो टीआर को भ्यालु निकाल्न सक्छौँ। अब यहाँ हामी के गर्न सक्छौँ भन्दाखेरि यहाँ खाली ठाउँ रहेको छ, यहाँ एआर को भ्यालु 6 दिएको छ, यहाँ क्यू भनेको क्वान्टिटी अफ आउटपुट हो, यो वस्तुको इकाइ 1 दिएको छ। अब यसलाई मल्टिप्लाई गर्ने, यो 1 × 6 गर्दा पनि हुन्छ अथवा 6 × 1 गर्दा पनि हुन्छ। यो त्यसकारणले 6 × 1 गरेर पनि 6 भ्यालु आयो, यो पुरा भयो। यसपछि फेरि अब हामीले यहाँ के भन्नु पर्दाखेरि अब हामीलाई यो पहिलो इकाइमा यहाँनिर एमआर खाली छ। अब एमआर पनि हामीले अब यो टीआर को रिलेसनबाट थाहा पाउन सक्छौँ। यसको लागि हामीले एउटा यहाँ सूत्रै दिएको छ कि यो एमआर भनेको चाहिँ अब टीआरएन माइनस 1, यो भनेको चाहिँ पछिल्लो इकाइको मान माइनस अघिल्लो इकाइको मान हुनुपर्छ टीआरबाट चाहिँ। मतलब यो जुन टोटल रेभेन्यूको भ्यालु हुन्छ त्यसको पछिल्लो भ्यालु माइनस टीआर को अघिल्लो भ्यालु माइनस गर्नुपर्छ। जस्तै यहाँनिर यहाँ अगाडि यहाँ केही पनि छैन, यहाँनिर यहाँ त 0 छ भनेपछि यो 6 माइनस 0 गरेर पनि यहाँनिर अब 6 आउने भयो। यसलाई भन्छ यो माइनस अगाडि के छैन 0 हुन्छ, त्यसकारणले यो पछिल्लो भ्यालु यहाँनिर चाहिँ 6 भयो, अघिल्लो भ्यालु के छैन 0 हुन्छ, 6 माइनस 0 गरेर यहाँ 6 आयो। यो हामीले निकाल्न सक्छौँ। त्यसै गरी अब हामीलाई यहाँ अर्को छ, अब हामीले यो एआर को एभरेज रेभेन्यूको यो यहाँनिर खाली ठाउँ यहाँ भर्नुपर्ने हुन्छ भ्यालु। यसको निमित्त फेरि एउटा हामीलाई सूत्र थाहा भइसकेको छ कि यो एआर भनेको चाहिँ तपाईँको इजिकल टु यो टीआर हुन्छ जुन यो टोटल रेभेन्यू डिभाइडेड बाई यो क्यू गर्ने क्वान्टिटी। यो क्वान्टिटीले टीआर डिभाइड गर्यो भने हामीलाई एआर एभरेज रेभेन्यू प्राप्त हुन्छ। त्यसै गरी यहाँ अब 10 दिएको छ, 10 लाई 2 ले डिभाइड गर्ने कति हुन्छ भन्दाखेरि 5 भयो, यो 5 भ्यालु निक्ल्यो। अब यसै गरी अब हामीले यो फेरि दोस्रो इकाइमा यहाँनिर एमआर खाली छ। अब अहिलेकै रिलेसन यो अनुसार यसको लागि भनेको तपाईँको यो माइनस यो गर्नु पर्यो, टीआरएन भनेको यो भ्यालु भयो, टीआरएन माइनस 1 भनेको यो भ्यालु भयो, अथवा पछिल्लो भ्यालु माइनस अघिल्लो भ्यालु टीआरबाट गर्ने। जस्तै यो 10 माइनस 6 गर्यो भने तपाईँको यहाँनिर 4 लेख्न सकिन्छ। त्यसै गरी अब हामीलाई यो तेस्रो इकाइको लागि हामीलाई यहाँ टीआर पनि खाली छ, एआर पनि खाली छ। अब हामीले यहाँ 2 दिएको छ एमआर। अब हामीले यो एमआर र टीआर को रिलेसन हुन्छ, यो एमआरबाट एआर निकाल्न सकिँदैन। अब हामीले चाहिँ यो एमआर र टीआर को रिलेसन हुन्छ, टीआरबाट एमआर निकाले जस्तै गरेर अब हामीले एमआरबाट पनि हामीले टीआर निकाल्नु पर्छ। यो अवस्थामा यहाँ खाली भएको अवस्थामा यहाँ भ्यालु छैन, त्यसकारण अब हामीले यस्तो पनि गर्न सक्छौँ कि यो 2 + 10 गर्यो भने 12 लेख्न सक्छौँ। अथवा यो थाहा पाउने हो भने यहाँनिर चाहिँ कुन भ्यालु राख्यो भने त्यो भ्यालुमा 10 घटायो भने यहाँ 2 आउनुपर्छ। जस्तै यहाँ 12 राख्यो भने मिल्छ कुरो, 12 माइनस 10 गर्यो भने 2 पनि आयो। अथवा अर्को हिसाबमा भन्ने हो भने यो 2 + 10 गर्यो भने 12 हुन्छ। अब हामीले चेक गर्ने यो अनुसार टीआरएन भनेको यहाँ 12 भयो, टीआरएन माइनस 1 भनेको यहाँ 10 भयो, 12 माइनस 10 भन्यो भने यहाँ 2 आयो, यो 2 आयो, त्यसकारण यो ठिक भयो भनेर हामीले बुझ्नुपर्छ। अब यसै गरी अब हामीलाई यो थाहा छँदैछ टीआर प्राप्त भयो एमआरबाट। अब एआर को लागि भनेको हामीले टीआर बाई क्यू, यो 12 लाई 3 ले डिभाइड गर्ने, 3 ले 2 ले डिभाइड गर्यो भने हाम्रो 4 टाइम्स आन्छ, 4 एन्सर आयो, यो पनि पुरा भयो। अब यसै गरी अब हामीले अब यहाँनिर यो टीआर को भ्यालु खाली छ, यहाँनिर यहाँ क्यू 4 दिएको छ। अब यो निकाल्नको लागि भनेको अब हामीले अघिकै यो माथिकै पाराले एआर इन्टु क्यू गर्न सकिन्छ। हामीले यहाँ 3 दिएकै छ अलरेडी, त्यसकारणले 3 × 4 गर्यो भने 3 × 4 = 12 आयो। अब यसै गरी भाइ बहिनी हो सजिलो छ, यो एकदम सजिलोसँगले हामीले गर्न सक्छौँ यो हिसाब भनेको। त्यसैले अब अर्को आयो, अब फेरि हामीलाई यो टीआर प्राप्त भयो, अब हामीलाई एमआर चाहियो। एमआर भनेको अब 12 - 12 गर्यो भने यहाँ 0 आउँछ। यही अनुसार यहाँ टीआरएन भनेको 12 हुन्छ, टीआरएन माइनस 1 भनेको 12 हुन्छ, 12 - 12 गर्यो भने 0 आउँछ। अब फेरि हामीलाई अन्तिममा चाहियो अब हामीले यहाँनिर टीआर र एआर। अब हामीलाई थाहा छ कि यो एमआरबाट टीआर आउँछ। अब यो -2 + 12 गर्यो भने यहाँ 10 आउँछ, त्यसरी बुझ्दा नि भयो। अथवा यहाँनिर चाहिँ टीआर को कुन भ्यालु राख्यो भने चाहिँ त्यो भ्यालुबाट 12 घटायो भने -2 आउँछ भन्यो भने अब हामीले यहाँनिर 10 राख्नुपर्ने हुन्छ, किनकि म्याथमेटिकली हामीलाई थाहा भइसकेको छ कि 10 - 12 गर्यो भने -2 आउँछ। अथवा -2 + 12 गर्यो भने यहाँनिर 10 आउँछ, यो प्राप्त भयो। अब यसै गरी अब हामीलाई एआर प्राप्त भइसकेपछि अब हामीलाई यो टीआर प्राप्त भइसकेपछि अब हामीलाई एआर निकाल्न सजिलो हुन्छ। अब यहाँनिर फेरि डिभाइड गर्ने, किनकि एआर भनेको टीआर बाई क्यू हो, अनि 10 / 5 गर्यो भने 2 टाइम्स हुन्छ। एकचोटि अब हामी यसलाई चेक गर्न सक्छौँ। चेक गर्ने यहाँ जस्तो अब यहाँनिर हामीले गर्दै जाने, जस्तो अब यो
एआर इन्टु क्यू गर्ने, यो चेक गर्ने। 6 × 1 6, 5 × 2 10, 4 × 3 12, 3 × 4 12, 2 × 5 10। यो 100% करेक्ट भयो। अब यो यसको लागि पनि यहाँ चेक गर्ने। अब यो 6 माइनस यहाँबाट के भने 0 हुन्छ, 6 भयो। 10 - 6 4 भयो। 12 - 10 2 भयो। 12 - 12 0 भयो। 10 - 12 गर्यो भने -2 भयो। अब हाम्रो यो करेक्ट भयो। यति गर्दाखेरि हामीले यहाँनिर 2 मार्क्स आउँछ। अब यहाँ फेरि अर्को क्वेसन दिएको छ, हामीले यसैमा गाँसेको छ। अब यहाँ दिएको छ यी कन्स्ट्रक्ट एआर एन्ड एमआर कर्भ इन अ सिंगल डायग्राम। एउटै रेखाचित्रमा चाहिँ अब हामीले यो औसत आय भनेको एआर र सीमान्त आय एमआर देखौँ भन्छ। यो सजिलो छ। यो त्यसको लागि हामीले स्केल प्रयोग गर्नुपर्छ र हामीले पेन्सिल प्रयोग गर्नुपर्छ एक्जाममा।